तीज पछिको पञ्चमी पूजामा के लाउने भनेर सोचिराख्नु भएको छ चिन्ता नलिनुहोस्। हाम्रो अम्बिका वस्त्रालयले हजुरहरूकै लागि भनेर सदा सौभाग्यवती साडी ल्याइसक्नु भएको छ। हजुरहरू यो साडी तिमीलाई त पेलाउनु पर्छ। सुन्देखि फेरि भन्नु रेकर्डिङ हुँदैछ भन्नु न। तीज पछिको पञ्चमी पूजामा के लाउने भनेर सोचिराख्नु भएको छ चिन्ता नलिनुहोस्। हाम्रो अम्बिका वस्त्रालयले हजुरहरूकै लागि भनेर यस्तो राम्रो जर्जटमा सौभाग्यवती सदा सौभाग्यवती साडी बोल्नु तपाईँ सुन्देखि नै न बोल्दै जानु न होलसेल रेट। काट्नु हुन्छ सुन्दै गर्नु ल। तीज पछिको पञ्चमी पूजामा के लाउने भनेर सोचिराख्नु भएको छ चिन्ता नलिनुहोस्। हाम्रो जोगुनमा रहेको अम्बिका वस्त्रालयले हजुरहरूको लागि भनेर जर्जटमा सदा सौभाग्यवती साडी ल्याइसक्नु भएको छ। हजुरहरूले यसलाई होलसेलमा किन्न पनि सक्नुहुन्छ। त्यसको लागि हजुरहरू जोगुनमा रहेको अम्बिका वस्त्रालय भिजिट गर्नुहोस् अथवा हामीलाई वाट्सएपमा मेसेज गरी अनलाइन अर्डर पनि गर्न सक्नुहुन्छ। ओके।